प्रधानमन्त्री ओलीलाई राजावादीको चुनौती जेठ 15 मा एक्लै हिँडेर देखाउनुहोस्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ 15 गते काठमाडौँमा नेकपा एमाले कब्जा गर्न युवा संघ लगायतका कार्यकर्तालाई निर्देशन दिएपछि राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका राजावादी जनआन्दोलन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष चुनौती दिएका छन्। समितिले भनेको छ, जेठ 15 गतेको दिन प्रधानमन्त्री ओलीले सुरक्षा बिना एक्लै सडकमा हिँडेर देखाउनु पर्छ। कि त विपक्षी पार्टीको एजेन्डा दबाएर लोकतान्त्रिक अभ्यास दिन खोजेका हुन्। ओलीले यो त सिधै संविधानको उल्लङ्घन मात्र होइन, वास्तवमा प्रधानमन्त्री ओली सत्तामा बसेर आफै अराजक मचाउन खोज्दैछन्। राजावादीको आन्दोलन बिथोल्न युवा संघलाई प्रयोग गरेर हिंसात्मक कार्य गर्न उनको ठाडो आदेशपछि उक्त चेतावनी राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। राजावादीहरू देशभर जागरण अभियान चलाइरहेका बेला आएको यो चुनौती अब सरकार र प्रधानमन्त्रीको जवाफतर्फ सबैको ध्यान केन्द्रित भएको छ। प्रधानमन्त्री ओलीको निर्देशन जेठ 15 गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्दछ। लोकतान्त्रिक मूल्य र संविधानमाथिको गम्भीर प्रश्न। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना युवा संघ लगायतका कार्यकर्ताहरूलाई जेठ 15 गते काठमाडौँलाई एमालेको नियन्त्रणमा ल्याउन निर्देशन दिएका छन्। यो अभिव्यक्तिले देशको लोकतान्त्रिक अभ्यास र संविधानको मर्ममाथि गम्भीर प्रश्न उठेको छ। राजनैतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको यो निर्देशन कुनै साधारण राजनैतिक तयारी मात्र नभई प्रतिपक्षी दलहरूको वैध आन्दोलन र अभिव्यक्तिको स्वतन्त्रता दबाउने प्रयासको रूपमा देखिएको छ। ओलीले आफ्नो आदेश मार्फत युवा संघलाई प्रयोग गरी राजावादी आन्दोलनलाई बिथोल्ने र शान्तिपूर्ण विरोध कार्यक्रमहरूमा हस्तक्षेप गर्न उक्साएका छन्। संविधानले सुनिश्चित गरेको अभिव्यक्तिको स्वतन्त्रता र विरोध प्रदर्शन गर्ने अधिकारको खिल्ली उडाउने गरी सत्ताकै शिखरमा बसेको व्यक्तिबाट यस प्रकारको आदेश आउन दुर्भाग्यपूर्ण र अराजक प्रवृत्तिको संकेत हो। लोकतन्त्रको मर्म विपरीत प्रधानमन्त्री आफैले विभाजन र हिंसालाई प्रश्रय दिने शैलीले देशलाई थप अस्थिरतातर्फ डोर्याउन सक्ने चिन्ता नागरिक समाज र विभिन्न राजनीतिक दलहरूले व्यक्त गरेका छन्। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। 15 गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै 15 गतेको तयारी थाल्नुहोस्। अनि कसले थाम्छ, कसले रोक्छ? त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, निर्देशन पछि आउँछ, तपाईहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला। भोलि यहाँबाट गएपछि आज प्रशिक्षण, भोलि प्रशिक्षण, जति बेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुहोस्। प्रशिक्षण सिद्धिएपछि 15 गतेमा ध्यान दिनुहोस्। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोडिदिनुहोस्। आन्दोलनमा यो प्रोटोकलका कुरा हुँदैन। यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ। आन्दोलनमा पनि यता र यता हुन्छ र सबै एकैतिर अगाडि बढ्छ। आन्दोलनमा हामी सबै त्यसअनुसार तयारी हुन्छौँ।